नमस्ते सबैजना साथीहरू। आज बिहान म पोखराबाट नारायणघाट आएर यो पारस बस पार्कमा मेरो गाडी चार्ज गर्दैछु र चार्ज गरिसकेपछि म फेरि पोचोकमा क्यु खान जाँदैछु पोखरा जानको लागि। र गाडी एकछिन क्युमा लगाएपछि अलिअलि मान्छे हुनुभयो पोखरा जानको लागि। डुम्रे झर्नी पनि हुनुहुन्थ्यो र म उहाँहरूलाई लिएर पोखरातिर लागेँ साथीहरू। र अहिले म मुगलिन बजारमा पुगेँ र मुगलिन बजारमा एकजना झर्ने हुनुहुन्थ्यो र त्यसपछि म सरासर अब खैरेनी पनि नरोकी डुम्रे पनि नरोकिकन म सरासर दमोलीतिर लागेँ साथीहरू। र दमोली जाँदै गर्दा यो कमलबारीको ओह्रालोमा एउटा इन्डियन ट्रक एक्सिडेन्ट भएको रहेछ। सो सबैजनाले एकदम केयरफुली भएर ड्राइभ गर्नु है त साथीहरू। र म दमोली बजार कटिसकेपछि म खैरेनी टारमा आएँ र खैरेनी टारमा अलिअलि लोकल मान्छे हुनुहुन्थ्यो पोखरा जानको लागि। म उहाँलाई लिएर म फेरि पोखरातिर लागेँ साथीहरू। र म फाइनली पोखरा पुगेर पृथ्वी चोकमा सबैजनाको पेसेन्जरहरू झरिसक्नुभयो र त्यसपछि म अहिले घर जाँदैछु साथीहरू। हस् त साथीहरू, आजको लागि यति नै है त।